जीवनमा हामी सबैले चाहन्छौं कि सबैले हाम्रो सम्मान गरून्, सबैले हाम्रो तारिफ गरून् र सबैले हामीलाई वाही वाही गरून्। यहाँ हर कोही मानिस आफ्नो लाइफको सुपरम्यान र सफल बन्न चाहन्छन्, तर मानिस आफ्नो सपना सफल पार्नको लागि मेहनत गर्न चाहँदैनन्। मेहनत बिना सफलता पाउन खोज्नु भनेको कुनै बिरुवा रोपेर त्यसलाई मलजल नगरिकन त्यसबाट फल पाउने आश राख्नु जस्तै हो। यस्तो गर्दा जनतन त्यो बिरुवा ठूलो होला, तर त्यो बिरुवाले फल भने पक्कै पनि दिने छैन। यहाँ जुनसुकै कुरामा पनि सफल हुनको लागि, जीवनमा आफूले चाहेको कुरा पाउनको लागि चाहिने भनेको मेहनत र परिश्रम हो। तपाईं जस्तै हजारौं मान्छेहरू आफ्नो लाइफको सुपरम्यान बन्न चाहन्छन्, तर बन्न चाहनु मात्र र बन्नुमा धेरै फरक छ। त्यसको लागि तपाईं सुपरम्यान बन्न चाहनुबाट परिवर्तन भएर त्यसमा काम गर्न थाल्नुपर्छ। तब मात्र तपाईं जीवनका हरेक मोडमा सफल बन्न सक्नुहुन्छ। आजको यो भिडियोमा हामी बताउनेछौं कि तपाईं जीवनमा कसरी सुपरम्यान बन्न सक्नुहुन्छ, जुन शब्द र बाणीले तपाईंको भविष्य र वर्तमान बदल्नेछ। आउनुहोस् भिडियो सुरु गरौँ। नम्बर 1 मा छ एक्सन लिइहाल्ने बानी बसाल्नुहोस्। तपाईले देख्ने सपना नै तपाईंको सुपरम्यान बन्ने एउटा साधन हो। तपाईं त्यो सपना साकार पार्नको लागि मात्रै फिल्डमा निक्लनुहोस्, बाटो आफै पाउनुहुनेछ। आफ्नो सपना पूरा गर्नको लागि एक्सन लिनु एकदमै जरुरी छ। तपाईसँग आइडिया छ, इन्टेन्सन पनि छ अनि एक्साइटमेन्ट पनि छ, तर पनि एक्सन लिन सक्नु भएन भने तपाई त्यो कामलाई अर्को दिन बिर्सनुहुनेछ। त्यो चीजको कुनै पनि भ्यालु हुँदैन। अन्तिममा तपाईलाई रिग्रेट बाहेक अरु केही पनि हुने छैन। त्यसैले एक्सन लिइहाल्ने बानी बसाल्नुपर्छ। तपाई हामी कुनै काम सुरु गर्नुभन्दा पहिले यो कुराको सोचमा बस्छौं कि मसँग एक्सपिरियन्स छ कि छैन, ट्यालेन्ट छ कि छैन, कसैको साथ छ कि छैन। हो, तपाई सही पनि हुनुहुन्छ। तपाईसँग कसैको साथ छैन र कहिले हुने पनि छैन। जब तपाईले काम गर्न सुरु नै गर्नु भएको छैन, एक्सपिरियन्स त कसरी हुन्छ? अनि रह्यो ट्यालेन्टको कुरा, यो त जब तपाई केही गर्न थाल्नुहुन्छ अनि मात्र थाहा हुन्छ तपाईसँग ट्यालेन्ट कति छ भनेर। कुनै पनि काम गर्नको लागि पर्फेक्ट समयको लागि नपर्खनुहोस्, किनकि पर्फेक्ट समय त कहिले पनि आउँदैन। समयलाई पर्फेक्ट बनाउने तपाई हामी आफैले हो। त्यसैले हाम्रो जीवनमा सुपरम्यान बन्नको लागि एक्सन लिनु एकदमै जरुरी छ। नम्बर 2 पागलपनको साथमा जिद्दी बन्नुहोस्। तपाई आफूलाई जुन ठाउँमा भएको देख्न चाहनुहुन्छ त्यसको लागि लड्ने गर्नुहोस्। यदि एकपटकमा सफल हुन सक्नु भएन भने अर्कोचोटि कोसिस गर्नुहोस्, तर हार नमान्नुहोस्, किनकि तपाईलाई त्यो ठाउँमा पुग्नु नै छ। यही अडान मनमा राखेर अघि बढ्नुहोस्। जति पनि सफल मान्छेहरू छन् तिनीहरू मध्ये कतिको सफलताको कारण पागलपन नै हो। यही पागलपन र जिदले हामीलाई खराब भन्दा पनि खराब समयमा लड्ने ताकत दिन्छ। तपाई कुनै कुराले मोटिभेट हुनुस् या नहुनुस्, तर पागलपन र जिदले तपाईलाई सफल पार्नको लागि दिनरात मेहनत गराउनेछ। आफ्नो सपना पूरा गर्नको लागि पागलपन हुनु जरुरी छ। यो नसोच्नुस् कि तपाई सफल हुने समय कहिले आउँछ। यस्तो सोच्नुस् कि जस्तोसुकै अप्ठ्यारो परिस्थिति किन नआओस्, म आफ्नो सफलतालाई हासिल गरेरै छोड्नेछु। नम्बर 3 आफ्नो लाइफको रेस्पोन्सिबिलिटी आफै लिने गर्नुहोस्। हामी मध्ये कति धेरैको बानी हुन्छ, यदि आफू सफल हुन सकिएन भने हामी भगवान वा किस्मतलाई दोष दिने गर्छौं, तर सफल व्यक्तिले आफ्नो असफलताको रेस्पोन्सिबिलिटी आफै लिने गर्छन्। तपाई पनि आफ्नो सफलता वा असफलताको रेस्पोन्सिबिलिटी आफै लिने गर्नुहोस् र आफ्नो किस्मत आफै बनाउनुहोस्। तपाई आफूले नै आफूलाई सफल र असफल बनाउन सक्नुहुन्छ। तपाई यो सोच्न बन्द गरिदिनुस् कति बेला सही समय आउँछ र मेरो पनि किस्मत बदलिनेछ। तपाई आफ्नो किस्मत आफै बदल्नुस्, समयको हातमा कहिल्यै पनि नछोड्नुस्। नम्बर 4 आत्मविश्वासको साथमा बाँच्नुस्। हामीले जब कुनै पनि डिसिजन लिन्छौं तब हामीलाई यो डर लाग्ने गर्छ, हामी असफल हुन्छौं कि, मेहनत खेर जान्छ कि। हो, यस्तै कुरा मनमा आउने गर्छ। कारण हो हामी आफूले आफूलाई विश्वास गर्दैनौं। तपाईको लागि कुन डिसिजन पर्फेक्ट छ कसैले पनि भन्न सक्दैन। तपाईले आफै एक्सन लिएर हेर्नुपर्छ। हामीले लिने सबै डिसिजन राम्रो हुन्छ भन्ने पनि हुँदैन, तर सबै डिसिजन नराम्रो हुन्छ भन्ने पनि त हुँदैन। हामीले लिने हरेक डिसिजन पर्फेक्ट हुँदैन, त्यसलाई हामी आफैले पर्फेक्ट बनाउनु पर्छ। त्यसैले असफलता र रिस्क लिनुदेखि कहिले पनि नडराउनुस्। जो असफलता र रिस्कदेखि डराउँदैन सफल हुने भनेको उनी हो। जब तपाई आफू र आफ्नो डिसिजनलाई विश्वास गर्न थाल्नुहुन्छ त्यो दिनदेखि फरक पर्दैन तपाई र तपाईको डिसिजनलाई कसले के भन्छ। नम्बर 5 जीवनमा क्ल्यारिटीको साथमा काम गर्नुहोस्। हामीले कहिलेकाहीँ काम सुरु गर्छौं र यो सोच्छौं कि 20 दिनमा यस्तो हुनेछ, तर त्यो 20 दिनमा जुन नतिजा तपाईले सोच्नु भएको थियो त्यस्तो नतिजा तपाईले पाउनु हुने छैन। कारण तपाईको त्यसमा कुनै पनि इन्ट्रेस्ट नहुँदा नहुँदै पनि तपाईले त्यो काम सुरु गर्नुहुन्छ। अरूको देखासिकी गरेर उसले यो काम गरेछ मैले पनि गर्छु भनेर सुरु गर्नुहुन्छ। केही दिन त तपाईले मेहनत गर्नुहुन्छ र त्यो कामप्रति उत्सुकता पनि जाग्छ, तर केही समयपछि त्यो काममा तपाईको मन लाग्ने छैन। हामीले गलत सोच राख्छौं, उसले यो काम गरिरहेको छ म पनि त्यही काम गर्छु, तर हामी यो सोच्दैनौं कि मैले गर्न चाहेको काम यही हो त, किनभने यसप्रति इन्ट्रेस्ट छ त। जब तपाई इन्ट्रेस्ट नै नभइकन कुनै काम सुरु गर्नुहुन्छ त्यो काम तपाईले बीचमै छोड्नुहुनेछ, किनकि तपाईलाई त्यो काम भित्री मनबाट गर्न मन लाग्ने छैन। तर तपाई जब आफूलाई इन्ट्रेस्ट भएको काम सुरु गर्नुहुन्छ त्यो काममा आफै फोकस हुन्छ। जब फोकस हुनुहुनेछ अनि त्यो काम गर्ने रुचि पनि बढ्नेछ। रुचि अनि मेहनत दुवैको सम्बन्धलाई तपाईले मिलाउन सक्नुभयो भने तपाईलाई सफल हुन कसैले पनि रोक्न सक्दैन। र नम्बर 6 समस्यासँग डटेर सामना गर्नुहोस्। हाम्रो साथ समस्याले तब मात्र छोड्नेछ जब हाम्रो जिन्दगीले साथ छोड्नेछ। जीवनमा हरेक कठिनाइले तपाईलाई तोड्न होइन थप बलियो बनाउन आउँछ। अँध्यारो रातपछि उज्यालो बिहानी अवश्य आउँछ। हिम्मत नगुमाउनुस्, तपाईको सफलता तपाईकै पर्खाइमा छ। जुन दिन तपाईलाई समस्या पर्न छोड्यो सम्झनुस् त्यो दिन जिन्दगी खतम भयो। समस्या बिना सफलता पाए पनि त्यो सफलता खल्लो नै हुन्छ। जसले समस्या बिना सफलता पाउँछ त्यो सफलता सफलता मात्र हुन्छ, तर जसले समस्यालाई हराएर सफलता प्राप्त गर्छ त्यो व्यक्तिले हजार कुरा सिकेको हुन्छ र भित्री मनदेखि बलियो पनि भएको हुन्छ। तपाईको संघर्षले तपाईको सफलताको मार्गचित्र हो। हरेक गल्ती पाठ र हरेक चुनौती अवसर। उठ्नुस्, हिँड्नुस् र संसारलाई देखाउनुस् कि तपाईको शक्ति असीमित छ। जुन
जुन दिन तपाईँ सफल हुनुहुनेछ त्यो दिन सबैले तपाईँको इज्जत गर्नेछन्, तपाईँको भ्यालु बढ्नेछ। तपाईँ सफल हुने कारण सोध्नेछन्। तपाईँ कोसिस गर्दा गर्दै पनि एकचोटिमा सफल हुन सक्नु भएन भने त्यो तपाईँको हार हुने छैन, तर सफल हुन नसकेर तपाईँले लिएको लक्ष्यलाई चेन्ज गर्नुभयो भने त्यो तपाईँको हार हुनेछ। जति पनि सफल व्यक्तिहरू छन् उनीहरू पनि कयौं पटक असफल भएका थिए। उनीहरू सफल हुनुको पहिलो सूत्र नै उनीहरूले हार नमान्नु हो। कहिलेकाहीँ हामी सफल हुन खोज्दा खोज्दै पनि बिचैमा भयो अब सक्दैन भनेर छोड्ने गर्छौं, तर हामीलाई यो थाहा हुँदैन कि हामी सफलताको कतिको नजिक छौं भनेर। त्यसैले तपाईँ जस्तोसुकै कठिनाई किन नआओस्, आफ्नो सपना पूरा गर्नुहोस्, त्यसलाई अधुरो नछोड्नुहोस्। जबसम्म सफलता मिल्दैन तबसम्म मेहनत गर्नुहोस्, मेहनत शान्तिपूर्वक गर्नुहोस्, तर तपाईँको सफलताले स्वर मच्याओस्। जब कसैले तपाईँको सफलताप्रतिको लगाव देखेर तपाईँलाई गलत बाटो हिँडेको बताउँछ त्यो नै तपाईँको सफल बन्ने लक्षण हो। सफल हुन हिँडेको व्यक्ति एकचोटि न एकचोटि अरूको लागि नराम्रो हुन्छ नै हुन्छ। तपाईँ पनि एक दिन तपाईँको मेहनत, परिश्रम र धैर्यताको कारण आफूलाई जुन ठाउँमा देख्न चाहनुहुन्छ त्यहाँ पुग्नुहुनेछ। त्यसैले म तपाईँ र तपाईँको सफल जीवनको अग्रिम शुभकामना दिन चाहन्छु। हुन्छ त तपाईँलाई सफलताको बाटोमा अनन्य शुभकामना छ। तपाईँ र मेरो भेट यस्तै अर्को तपाईँको जीवन बदल्ने नयाँ भिडियोको साथमा हुनेछ। नमस्कार। एकैछिन सुन्नुहोस् त, यस्तै ज्ञानको नजिक रहन अडियो बुकहरू सुन्नको लागि अडियो घर एप्लिकेसनलाई डाउनलोड गर्नुहोला।